गाइज व्हाट्सअप होइन के छ सबैजनालाई आराम हुनुहुन्छ। अब हाम्रो चाहिँ गोसाई कुण्डको ट्रेल सुरु भयो फ्रम धुन्चे होइन, फ्रम धुन्चे। अब पछाडि दुईवटा भाइहरू अनि अगाडि एउटा भाइ होइन। सो तिनजनाले गार्ड गरेर हिँडिरहन् होइन। फर्स्ट ट्र्याक है मेरो चाहिँ, मेरो फर्स्ट ट्र्याक लाइफकै। कस्तो हुन्छ के हुन्छ थाहा छैन है। अब चाहिँ हल्का हल्का हिउँ देखिन थाल्यो होइन। हामी चाहिँ अहिले चोलाङपाटी भन्ने ठाउँ पुग्दैछौँ। अब यहाँ यतिको हिउँ देख्यो भने सायद माथि राम्रो हिउँ छ होइन। सो त्यही हो, हिँडिरहन् केटाहरू। ल यो पर्न थालिसक्यो, ल ल यो पर्न थाल्यो। हामी अझ गोसाइकुण्ड पुग्दै छ होला अलि राम्रै। म चाहिँ गोसाइकुण्डको रुटमा। सो यहाँ चाहिँ हिउँ राम्रो परिरह। सो अबदेखि आउनु हो भने यसो वेदर बुझेर आउनु होला। एन्ड क्वाइट हेभी। त्यो त मेरो यहाँ टोपी सोपी कपडामा देखेरै थाहा होला होइन। आउँछ टोपीमा पछि हामी त अरू त अब टाउको हल्लाउँदा यताउति हल्लाउँदा चढेर होइन। सो यही हो गाइज, अब रनिङ लो अनि अक्सिजन पनि लो छ। आज चाहिँ हामीले 3100 मिटर अल्टिट्युडबाट सिधा 4380 मिटर अल्टिट्युडमा हान्दैछौँ पुस। अब गोसाइकुण्ड आइपुग्न धेरै टाढा पनि छैन। सो बुद्ध मन्दिरबाट चाहिँ सिधा बाटो, त्यस्तो उकालो हुन्छ छैन। त्यहाँसम्म चाहिँ अलिकति गाह्रै छ। तेरो रहर पुरा गरिदिएँ होइन मैले। तेरो के र क्यामेराबाटै फोटो हान्छु त तपाईँ देखाउनु त।